रेज द लर्ड, जय मसीह हजुर सबैलाई। पहिलो सामुएल 9 को 19 भर्सलाई मैले कोट गरेँ आज तपाईँहरूलाई। यसबाट के उत्साह मिल्नेछ भनिकन हामी त्यहाँ देख्छौँ एक व्यक्ति साउल चाहिँ आफ्नो हराएको भेडा गधालाई खोज्दै पुगेका हुन्छन्। आफ्नो बाबुले हराएकोले गर्दाखेरि र खोज्दै 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 जान्छन् अनि यस्तो ठाउँमा पुग्छन् जहाँनिर चाहिँ अलरेडी परमेश्वर चाहिँ एक व्यक्तिलाई खटाउनु भएको हुन्छ अगमवक्ता। उहाँको नाम थियो सामुएल। त सामुएल अगमवक्ता भएको ठाउँमा पुग्दछन् र परमेश्वरले दर्शन दिएर भन्नुहुन्छ यही व्यक्ति हो, अब यसमा गर्नुपर्ने काम गर्नुपर्ने हुन्छ सामुएलले। अनि ती व्यक्तिलाई के भन्नुहुन्छ भने परमेश्वरका जन अगमवक्ता सामुएलले साउललाई ती एकदमै राम्रो सत्कार गर्दछन्। सत्कार गरिकन मिठो मिठो खानेकुरा दिएछ उसलाई र उसँग आउने मानिसहरूलाई। अनि हामी हेर्दछौँ त्यहाँनिर तर साउल भने चाहिँ 3 दिनदेखि हराएको उसको भेडाकै लागि चिन्ता गरिरहेका हुन्छन्। अनि सामुएल अगमवक्ताले भन्दछन् कि साउल तिमी त्यो 3 दिनदेखि हराएको भेडाको बेसी फिक्री नगर, त्यो सबै कुरा पाउनेछ, नडराऊ। तिमी मनमा कुरा सबै कुरा पुरा हुनेछ, तर तिमी अहिले भने खाना खाऊ भनेर चाहिँ परमेश्वर जनले भन्दछन्। यहाँनिर चाहिँ मैले के सोचेँ भने सामुएल अचम्म कुरा, सामुएल है एउटा अगमवक्ता अनि साउल एउटा व्यक्ति, साधारण व्यक्ति थियो जसले भन्दछ इजरायललाई तिम्रो जरुरत छ भनिकन। जब सामुएल अगमवक्ताले भन्दछ भने साउलले कहिले पनि घमण्डको साथ कुरै गरेनन्। उसले हमेसा त्यहाँ पनि भने कसरी भन्नुहुन्छ मलाई कि म त कुनै कामको लागि छुइनँ, म घरनामा पनि सानो हुँ, सबै कुरामा बेकार छ नै मेरा त सबै कुरा, म कसरी इजरायलले मलाई हेर्छ, कसरी इजरायललाई म गाइड गर्न सक्छु भनेर भन्दछन्। म जस्तो मानिसबाट तपाईँ हामी जस्तो नि, म जस्तो व्यक्ति कसरी मण्डली हेर्छ, म जस्तो व्यक्ति कसरी तपाईँलाई उत्साह दिन सक्छ भने जस्तो तपाईँ हामी त्यसो सोच्दछौँ। त्यस्तै साउल पनि एक व्यक्ति थिए र उसले भन्दछ। अनि हामी त्यहाँ के देख्छौँ भने थाहा छैन परमेश्वरले फेरि साउललाई चाहेको हुन्छ। यो चाहिँ एउटा अचम्म कुरा छ। तपाईँ हामी पनि त्यस्तै भइरहेको हुन्छौँ। अनि तर परमेश्वरको जन त अब अर्डर पाएको हुन्छ परमेश्वरबाट है, र सामुएलले त्यो कुराहरू भन्दछ। अनि अर्को कुरा के देख्न सक्यो भने सामुएल एक व्यक्ति थियो जो गधालाई खोज्दै हिँडेको थियो। तपाईँ हामी पनि कहिले काहीँ त्यो हराएको कुरालाई खोजिरहेको हुन्छौँ, गधालाई खोजिरहेको छ। तर परमेश्वरले भने तपाईँले अलरेडी सुनिसक्नु भएको छ राज्य गर्ने। हामी हजारौँ बार सुनिसक्यो कि हामी राज्य गर्ने मानिसहरू भइकन, तर एउटा कुरा अचम्म छ, हामी कहिले काहीँ गर्न सकिरहेको हुँदैनौँ किनभने हामीलाई विश्वासै हुँदैन नि त। जस्तो साउललाई पनि विश्वास थिएन म कसरी चाहिँ यो इजरायलको निम्ति, इजरायलले मलाई खोजिरहेको छु, परमेश्वरले कसरी इजरायलको निम्ति मलाई युज गर्नु हुँदैछ भनिकन भने जस्तै तपाईँ हामीलाई पनि कहिलेकाहीँ यी कुरा विश्वास हुँदैन। तर विश्वास गर्नुपर्ने के कुरा हुन्छ भने तपाईँ हामी चाहिँ परमेश्वरबाट चुनिएकाहरू, तपाईँ हामी कुनै पनि झुन्डालाई हेर्नको लागि चुनिएकाहरू हो भने कि हाम्रो अगुवाजनहरूले चाहिँ विशेष कुरालाई बुझेका हुन्छन्। त्यसै गर्दा उनीहरूले अगुवाई गरिरहेका हुन्छन् आफ्नो झुन्डाहरूलाई। र तपाईँ हामी सानोभन्दा सानो काम गर्दै गरेर यो सोच्नु पऱ्यो कि परमेश्वर चाहिँ तपाईँलाई सुन्नुभएको छ, त्यही कारण तपाईँले यी कामहरू गर्नु हुँदैछ नि त। हामीले आजको यो वर्षबाट के हुन सक्छौँ भने तपाईँ हामी अगुवाहरू हौँ, चाहे सानो अगुवाई गर्नु, सानो मण्डलीमा सानो काम गर्नुहोस्, तर पनि तपाईँ अगुवा हुनुहुन्छ। या ठुलो झुन्डलाई हेर्नुहोस् तर पनि तपाईँ अगुवा हुनुहुन्छ। तर यो घमण्ड मनबाट हट्नुपर्छ कि म ठुलो झुन्डलाई अगुवाई गरेको छु भने त्यो घमण्डहरू हट्नुपर्छ। ठुलो झुन्डहरू अगुवाई गर्नको लागि र त्यसलाई सम्हालेर राख्नको लागि त्यो मण्डली यति ठुलो छ, तर किन त्यसमा कुनै कहिले पनि नराम्रो कुराहरू भन, किन अमेरताहरू आन, डिस्कसनहरू किन भएर त्यहाँ किन त्यति मान्छे मिलेर बसिरहेका छन् भन्दाखेरि तपाईँले वरिपरिको आफ्नै मण्डलीहरूमा हेर्न सक्नुहुन्छ। यो मण्डली तपाईँलाई धेरै कचपुडे, धेरै जग्गाहरू, धेरै एसिया गनगन जलनहरू भएको मण्डली थियो। तर किन आज राम्रो भयो भन्दा चाहिँ त्यहाँको अगुवाले के बुझेको हुन्छ भने म चाहिँ सबैभन्दा सानो व्यक्ति हुँ। र परमेश्वर तपाईँलाई कसरी भन्न सक्नुहुन्छ मलाई चाहिँ यो झुन्डलाई अगुवाई गर्नलाई चाहिँ भन्नुहुन्छ, मभन्दा त लाइककोहरू छ नि त भनिकन बुझेको जो अगुवा जब त्यो मण्डलीभित्र पस्छ नि
भन्नुको मतलब तपाईँले बुझ्नु हुँदैन। आफ्नो मनबाट घमण्डहरू जब निकालेको अगुवा त्यस मण्डलीभित्र आउँछ, हामी घमण्ड त्यागेको हुन्छौँ र परमेश्वरप्रति जब लगाव हाम्रो हुन्छ नि, हामी मनमा एकदमै परमेश्वरप्रति इमान्दारी जब बनिँदछौँ नि, एउटा समय आउँदछ मानिसहरूको जब परमेश्वर लागिरहँदा एक समय यस्तो पनि आउँछ प्रिय हो कि हामी परमेश्वरप्रति साँचो भक्ति गर्न थाल्दछौँ। एक व्यक्तिले भनेको थिए, म त सेवा गरेको यति वर्ष भयो तर अहिलेमा चाहिँ मेरो बुद्धि आएको जस्तो लाग्छ भन्छ। 50 नागेर गइसकेपछि है, कहीँ न कहीँ मानिसको बुद्धि ढिलो छिटो आउँछ, तर एउटा कुरा भने सबैभन्दा छिटो म्याच्युरिटी आउनु चाहिँ जरुरी रहेछ कि यो घमण्डलाई चिन्नु, दुष्टको चालहरूलाई चिन्नु भइकन परमेश्वरको वचनले भन्दछ। जब हामी दुष्टको चालहरूलाई चिन्दछौँ नि, तब सोच्नु पनि म्याच्युरिटी आयो भने किन। आज तपाईँ हामी दुष्टको चाललाई चिन्दछौँ, त्यसैले त म्याच्युरिटी तपाईँ हामीमा छ। अनि झुन्डहरूमा काम गरिरहेका छौँ, पछि जाँदैन आनन्द सुन्दर छ जीवन, दुःख सुन्दर रहेछ। त्यो विश्वासलाई हामीले कायम गर्न सकेका छौँ, किन भन्दा यो म्याच्युरिटी हो। तपाईँ हामी अनि जुनै पनि काममा हुन् जस्तो जोगी चाहिँ हिँड्नै गएनौँ, तर परमेश्वर चाहिँ तपाईँ हाम्रो साथमा हुनुहुन्छ अनि म चाहिँ उहाँको लायकको भएको छु भनिकन एउटा विश्वास गर्नु अनि त्यो कार्यमा पनि हुनु चाहिँ सबभन्दा ठुलो म्याच्युरिटी हो। त्यसै गर्दा हामीलाई यहाँ साउलको इतिहासले जीवनीले के देखाउँछ भने उसको जीवनले हामीले सिकाएको कुरा हो, घमण्ड नगर्नु, सानो भएर बस्नु, तर परमेश्वर दिएको ठुलो आशिषलाई गर्न पाउनु सबै। आशा गर्छु यो छोटोभन्दा छोटो एउटा पोइन्ट्स मात्रै हो, तर तपाईँले यो पोइन्टलाई पनि तपाईँले मनमा गाड्नु भने तपाईँको जीवनमा त्यो घमण्ड निश्चय नै जान्छ। अन्त घमण्ड भनेको पहिलो कुरा तोडिनु, आत्मिकतातिर दौडिने पहिलो कुरा खुड्किलो हो। परमेश्वरसँग नजिक हुन पहिलो घमण्ड तोडिनु। परमेश्वरले तपाईँ हामी सबैलाई धेरै आशिष दिएको। प्रेज द लर्ड।